नमस्कार। कार्यक्रम सीधा कुरा जनतासँग हेर्नको निमित्त न्यूज 24 टेलिभिजन हेरेर बस्नुभएका सम्पूर्ण दर्शक महानुभावहरूलाई आजको स्पेशल 15 मिनट्समा स्वागत छ। म वीरेन्द्र जैरू। गरीब जनताका छोराछोरीलाई मृत्यु कुण्डमा होम्ने अनि आफूले राजनीतिक फाइदा लिएर मन्त्री प्रधानमन्त्री बन्ने राजनीतिक धन्दा नेपालमा लामो समयदेखि चलेको थियो। यसको सबैभन्दा ज्वलन्त र तपाई हाम्रो पुस्ताले समेत थाहा पाएको माओवादीको कथित विद्रोह थियो, जसमा 17,000 मानिसलाई मारेर प्रचण्ड र उनको टिमले आर्थिक राजनीतिक फाइदा लियो। टिकापुर नरसंहार मचाएर रेशम चौधरीको नागरिक उन्मुक्तिले पनि केही लाभ लियो। गौर नरसंहार जस्ता हत्याकाण्डबाट उपेन्द्र यादवको पार्टीले फाइदा लियो। तर बिना रक्तपात पनि राजनीतिक विजय प्राप्त गर्न सकिन्छ भन्ने एउटा शान्तिप्रिय उदाहरण यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी बन्दैछ। जेन्जी आन्दोलनमा बगेको रगतलाई रासोपासँग जोड्नेहरू पनि छन्। त्यो आन्दोलनको लाभ लिन सबैले प्रयास गरेकै हुन्। रासोपाका नेता कार्यकर्ता पनि आन्दोलनमा थिए। बिर्सिन नहुने कुरा के हो भने आन्दोलनमा अरू पार्टीका मान्छे पनि थिए। आन्दोलन रासोपाले सुरु गरेको वा यो पार्टी जेन्जी आन्दोलनको आयोजक थिएन। यसकारण भन्नै पर्ने हुन्छ, जनताका छोराछोरीको हत्या नगरी पनि राजनीतिक विजय हासिल गर्न सकिने रहेछ। यस्तै जित निकाल्न, मन्त्री प्रधानमन्त्री हुन वा शासक बन्न नेपालमा कस्ता कस्ता नरसंहार भए एकपटक सम्झौँ त। जनता मारेर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्दै आएकाहरू यसपटक बढारिए। बिना रक्तपात राजनीतिक यात्रा सुरु गरेको रासोपाले पाएको अभूतपूर्व जनमतले भन्छ कि राजनीतिमा सफल हुन अर्काका छोराछोरी मारिरहनु पर्दैन। खासमा जनताका छोराछोरी मार्नेहरू विरुद्धको मत नै अहिले रासोपाले पाएको मत हो। यसबाट जनताका छोराछोरी मार्नेहरूलाई नेपालमा स्वीकार गरिँदैन भन्ने पनि पुष्टि हुन्छ। चुनाव जित्ने क्षेत्र खोज्दै खोज्दै रुकुम पूर्व पुगेका माओवादी नेता प्रचण्डले चाहिँ चुनाव जित्दैछ। यसलाई नेपाली समाजको दुर्भाग्य, नेपाली जनतामा व्याप्त अज्ञानताको रूपमा हामीले बुझ्नुपर्छ र प्रचण्डलाई जिताउने जनताको सरलतालाई माफी गरिदिनुपर्छ। रासोपाप्रति जनताको जुन लहर देखियो, यसबाट यो पार्टीका नेताहरूले मात्तिने पात्तिने भुल चाहिँ नगरून्, किनभने यसपटकको मत रासोपाले विगतमा गरेका देश हितका लागि गरेका कुनै भयंकर चमत्कारिक कामका कारण पाएको होइन। यो मत विशुद्ध रूपमा कांग्रेस एमाले माओवादीहरूले 35 वर्षसम्म देशमा चलाएको गुण्डा राजको विरुद्धमा आएको मत हो। जनताले भोटको माध्यमबाट पुराना दलहरू विरुद्ध गरेको विद्रोह हो। चुनाव जितेर संसदमा जाने, सरकारमा मन्त्री प्रधानमन्त्री बन्ने, त्यसपछि आफ्नो रावण राज चलाउने, देश र जनताको मतलब नगरी सेटिङमा चिया बगान नै बेचेर खाने, राजदूत समानुपातिक पद, सरकारी संस्थाका कार्यकारी पदहरू बेचेर युरोप अमेरिकाबाट पेट्रोलियम पम्प किन्ने राजनीतिक धन्दावाल